हेलो साथीहरु, वेलकम बैक टू माई न्यू भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम फिट एन्ड फाइन छु है। आज चाहिँ महेन्द्र सरकोमा चाहिँ जोटाइ हान्न लाग्यो है। पट बाजा हरिफ सारो हो, दुई भाइ चाहिँ जोटाइमा आएको है साथीहरु। बोलाको हो 2-3 दिन, आज हिजो आज भोलिसम्म चाहिँ जोटाइ हुनेछ। घाँसले चाहिँ जोटिरहेको छ हैन। पट बाजा हरिफ सारो हो, माथि पनि जोटिरहेको। हट साथीहरु, ल जोटाइ चाहिँ धमाधम भइरहेको छ। पट बाजो हो, हरिफ सारो, झार पनि जस्तै छ। हामीदेखि डाँडा पुरा यतिमा चाहिँ दिनको डाँडा है साथीहरु। दिनको डाँडा हो, वहाँ माथि चाहिँ रामकोट मन्दिर छ। त्यो बन्दी छ, रामकोट मन्दिर त्यहाँ बन्दी पूजा गर्ने गर्छन्। यहाँ चाहिँ हरिफ ठुलो आगो लागेको थियो अस्ति भर्खर है, छ्याङ्ग भएको छ। चिया खाएर चाहिँ जोटाइ हानिरहेको हो। एकछिनपछि भेट्नु पर्ने हुन्छ त्यस्तो साथीहरु। चाहिँ मैले जोटिसकेर पनि साथी त ल्याएको छु हैन। लास्ट ढुन्डे चाहिँ जोट्नु त लास्टै सारो हैन। झारसित पो जिल्लाको घिनै लाग्ने झ्याउ लाग्छ। ट्र्याक्टरमा लास्टै झारसार जम्मा भएर चल्दै गरेको छैन जस्तै छ। झार यस्तो लास्ट छ झार। जो स्याडी चाहिँ बबाल देखिन्छ। चरा चाहिँ लास्टै धेरै डाङ्गी एरिया। गुलेली छैन, हो चाहिँ गुलेली लिएर आउँदैछन् लास्टै धेरै। चरा मार्नको लागि चाहिँ लास्ट कोसिस गरिरहेको छ हैन। जोड्दै चरा हान्दै गर्ने भनेको भित्दै भएन क्या, हान्न खोजिरहेको हो। यति चाहिँ मिस भइरहेको छ। टु ह्यान्ड छ कि मेरो हात पनि सिधा हुँदैन। तर साथीहरु जोड्दैछौँ है, एकछिन पैसा भेट्नु पर्ने हुन्छ। झार चाहिँ लास्टै छ। किन जोटिसक्यो। ऊ माथि पनि एक डेढ हल्को जोटिरहेको। अहिले एकछिन पैसा भेटौँला एक साथीहरु। बल्ल यति जोटिरहेको छ, लास्टै सारो। यहाँ आइसकेको छ जोड्दै। अब चाहिँ उहाँ तलै तर्को जोट्ने। भोलि पनि आउँछ होला सायद, भोलि पनि आइन्छ। र भोलिको आजको र भोलिको भ्लग मिसाएर हाल्नेछु म। भिडियो मिसाएर एडिट गरेर हाल्नेछु। लास्ट सानो छ। जोटाइ धमाधम सुरु भइरहेको छ है। अब एकछिनमा चाहिँ खाजा खाने, खाजा पनि आइसकेको छ। खाजा एकछिनमा खाने, यति सकेर टक्क
खोलाल सकेर स्याप खानेहरू सागहरू है सब त्यस पछाडि सायद अलिअलि त पङ्की पारामा ट्र्याक्टरले सायद केही पनि आवाज सुन्नेको छैन होला है। अहिले भेट्नुपर्ने हुन्छ साथीहरू ट्याक्क पारामा गएर साथीहरू फाइनल्ली खाजा खाएर सकिसकेको छ है त। खाजा पनि खाइसके च्याट्ट पारामा खाजा खाएर बन्नुमा पल्टाइ भइरहेको छ। यतातिर छम्मासित बोलायो होला तालपरे गएको जति लागेको छ होइन। खाजा खाएर चाहिँ अब चाहिँ बुढी जुठी लाग्यो चाहिँ खाजा खाएर बस्दा बस्नु चाहिँ रेस्ट भइरहेको चाहिँ सधैँ जुठी लाग्नुभएको छ। अब सिधै घर जानुभन्दा भेट्नु पाउने हुन्छ साथीहरू। घाट चाहिँ लास्टै गयो साथीहरू बेलुकी पकाउनु लागिसकेको छ। अब सायद अब चाहिँ धेरै 2 घन्टा जति कुकिन्छ होला सायद है। घाट चाहिँ लास्टै छ यस्तो छ बिफोर यस्तो बिफोर होइन पहिला यस्तो झार लास्टै रहेछ होइन। लुडी पनि लास्टै लागेको छ है। दिमागै खराब भइदिन्छ घाट लास्टै धेरै। म चाहिँ यताको साइड चाहिँ जोड्छु यताको साइड राजले जोड्यो। अब चाहिँ यताको साइड चाहिँ म जोड्नु पर्ने हुन्छ मैले है। यताको साइड चाहिँ आफूले दिइसकेको छ यताको साइड चाहिँ म जोड्छु। भोलि नि आउने भोलि फेरि यताको साइड यहाँ मकैदेखि तलतिरको साइडतिर रोप्ने हो जोत्ने हो। मकै रोपेकोदेखि यहाँ तलतिर छ यता भोलि दिनभरिकै छ साग। दिनभरिको अरू धेरै लाग्छ होला साग हातै ठुलै छ है। यसको ब्याकग्राउन्ड चाहिँ डाँडा काँडा छ है साथीहरू। डाँडा सरर यहाँको चाहिँ भ्यू चाहिँ बोवाले छ होइन। बोवाले चाहिँ डाँडा च्याट्ट पारामा तपाईँलाई चाहिँ म चाहिँ धानको भ्यू पनि देखाउँछु। धानको भ्यू पनि बोवाल हरियो धानको भ्यू पनि हरियो छ है। त्यो साथीहरू त्यही हो रोप्ने त्यसमा चाहिँ हिलाएर टक्क होइन गोरु रोप्छन् पछि चाहिँ हिलाएर हो नि साथीहरू। अब धेरै छैन साथीहरू है। आजको दिन चाहिँ कस्तो हुन्छ त्यो चाहिँ तपाईँहरू देखाउनेछु। भक्ति बिहानै बाटो स्टार्ट गर्नेछु भोलि। आजको र भोलिको चाहिँ सँगै मिसाएर हाल्नेछु त्यो है। त्यो साथीहरू केही समय पछाडि बेच्नु पर्ने हुन्थ्यो र साथीहरू फाइनली त्यो गरा पनि जोतेर भ्याइसक्यो है। यतातिर उहाँ माथि तक 1 2 3 4टा बारी माथि उहाँ परे तक यो 2टा अब यतातिर जोत्न गइरहेको छौँ है। हौ आज चाहिँ कति जोतिन्छ नभए भोलि है। त्यो साथीहरू ल अब यहाँ लास्टै झार थियो भने भुवा चाहिँ छ्याङ्ग भइसकेको छ है। भुवा चाहिँ अर्कैले जोतिरहेको छ मैले पनि जोतिरहेको छु होइन। भुवा चाहिँ आँसिएर प्लास्टिक छोडिदिएको कारणले किन आइरहेको छु। भुवा चाहिँ यहाँ त बाँसको जरामुनि जोतिरहेको छ है। बाँसको जरामुनिदेखि उहीँ तलै तक हो जोत्ने होइन। यहाँ अलिकति अलैँची बारी त भयो साथीहरू अहिले जोत्ने पर्ने हुन्छ। हेलो साथीहरू आज चाहिँ एकदम नेक्स्ट डे है। आज चाहिँ यहाँ जोत्न आएको पनि दोस्रो दिन भइसकेको छ है। म चाहिँ भुवा चाहिँ पानी लिन आइरहेको छु। जोत्दै पानी खाली ठाउँ पाउनु पर्ने हुन्छ होइन।
त्यसै कारणले चाहिँ म चाहिँ पानी लिन आउँदैछु है। पानी लिने चाहिँ यही हो, धेरै टाढा त छैन, जोत्ने फेरि यता हो। आज चाहिँ डर नेक्स्ट डे है। आज चाहिँ खासै चाहिँ भ्लग चाहिँ गराउँदिनँ, हिजोको र आजको चाहिँ जति हुन्छ होइन त्यति चाहिँ हालिदिनेछु। आज सकेसम्म चाहिँ छिटै जोतेर सक्ने भनेको हो। राजेश चाहिँ भोलि बल्खिन जाने अरे, त्यसैले आज चाहिँ छिटै सक्नुपर्ने हुन्छ सकेसम्म, नसके चाहिँ भोलितिर आउने भनेको है। त्यस्तो साथीहरू, ल म चाहिँ पानी भर्छु। यहाँ छ पानी चाहिँ मूलको पानी अरे भन्छन् है। एकछिनपछि चाहिँ भेटौँला है त गाइस। एकछिनपछि त्यस्तै आज चाहिँ खासै भ्लग गाउँदिनँ होला, सायद यो भ्लग चाहिँ यहीँ इन्ड हुन पनि सक्छ है। समय पाए चाहिँ अहिले चाहिँ भ्लग ग्राउन्ड नै छु, मैले पनि भर्खर सम्झेको हो। ल एउटा साथीहरू, एउटा साथीहरू कामबाट आएर जोटाइ पनि आज चाहिँ 4 बजीसम्म जुट्यो। आज चाहिँ ठिक्क चाहिँ 5 बजिसकेको छ। अब चाहिँ हात खुट्टा धोएर चाहिँ ग्राउन्डतिर जान्छु, एकछिन चाहिँ ग्राउन्डतिर जान्छु। यता चाहिँ भोलि गोलकोटतिर चाहिँ बल खेल्न जाने अरे, त्यही भएर चाहिँ आज चाहिँ छिटै आइयो 4 बजीतिर। अझै छ भोलि पर्सितिर चाहिँ जान्छु होला सायद जोत्न होइन। पर्सि जोत्न आएको भिडियो आउने छ। आजको लागि चाहिँ भिडियो चाहिँ सायद यति नै हुन्छ होला है। सबैजनालाई चाहिँ हेरेर चाहिँ साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु। खासै धेरै लामो त भएको छैन होइन, कति हुन्छ त्यति चाहिँ म चाहिँ क्लिप चाहिँ ट्याक्क मिलाएर चाहिँ हाल्नेछु। भर चाहिँ अब चाहिँ हात खुट्टा धुनुपर्ने हुन्छ। अब हात खुट्टा धोएर टक्क लाएर म चाहिँ बल हेर्न जान्छु। अझै खेल्नु अब ठगहरू पनि लगाएको छ, यस्तो रातो आयो एकछिन चाहिँ हल्का होइन, त्यस्तो त केही भएको छैन। आज म चाहिँ बल खेल्दिनँ, धोएर चाहिँ हेर्न जान्छु होइन। बल खेलेको कस्तो सायद रमाइलो हुन्छ होला, बल सब पनि खेलेको खेल्न पाए झन् राम्रो हुन्छ। तर म चाहिँ आज चाहिँ खेल्दिनँ, त्यही भएर चाहिँ आज चाहिँ म चाहिँ खेल्दिनँ। टक्क हात खुट्टा सट्टा धोएर चाहिँ जानेछु। आजको लागि चाहिँ भिडियो चाहिँ यति नै है। अब चाहिँ अर्को ब्लगमा भेट्नुपर्ने हुन्छ है। अस्तिको गुम्बामा गएको भ्लग पनि हालेको थिएँ, आजको चाहिँ जोटाइको भ्लग हालेको छु है। कस्तो हुन्छ साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु है त साथीहरू।